मासु तातो खाएर पोलेको के साथ तातो खाएर यस्तो चाहिँ बोटुका मासु लिएर खाँदाखेरि अलिकति साइकल लिएर आउनु पर्ने चाहिँ क्या हो साइकल लिएर आउनु पर्ने चाहिँ क्या भने के भन्छ उहाँहरूले अनि किन यस्तो मेरो चाहिँ दिन सक्दैन यस्तै मेन मात्रै किन पछि गयो है त्यो मान्छे यिनीहरूलाई मिठो मिठो चिज मात्रै चाहिन्छ होइन उता त कस्तो हरियो बलिरहेको छ दाजुलाई कहाँ ए त्यो होटेलमा चाहिँ किन हो त्यहाँ माथि कस्तो कति मजा हुन्छ जस्तै दिन्छ यहाँबाट हेर्दा तर मजा हुँदैन हो होइन कि अहिले हेर्नु न कस्तो जुन जस्तो टाइपको पहाडमा घुम्ने त्यहाँ यहीँबाट लानुपर्ने समुद्र जानु भएर कहाँ तपाईँहरू लाग्दो छ भन्दै थियो अघि एकजनाले कसले हो र ए त्यो साथीले केटीले हाम्रो पनि बिटत्तै लाग्दो छ यत्रो डुम्म बादल लगाइरह बादल हेर न कुनै कुनैमा त फेरि स्टुडेन्टहरूलाई त बिचरा 5-6 जना राखिदिँदो रहेछ त्यो डबल जेट त्योलाई पनि राम्रो देखिन्छ क्या राम्रो मान्छे भएर होला सेतो भएर होला नि जान्छ सेतो भएर होइन मतलब उनीहरू यो ठाउँ राम्रो भएर एक वर्ष त भएन तर धेरै पछि चाहिँ निस्क्यो ए पानी जिन्दगीमा पैसाले पुरिनु पर्ने घाउले पुरिन्छ हो र भने पैसाले पुरिनु पर्ने घाउले पनि पुरिन्छ हेलो गाइज हामी चाहिँ कहाँ हिँड्न लाग्यो अरे भन्दै जन्ती हामी समुद्र जान आँटेको राति भइसक्यो अब राति त के हुनु 5:30 भइसक्यो अब त ढिलो रात भयो है अब त त्यो टिङ टिङ कराउने पनि 6 बजे त कराउँछ नि यो त ट्यापी जस्तो देखेको छैनौ हेर्नु त हामी बसेको ठाउँ कस्तो उराट लाग्दो छ हेर कत्रो बादलको थुप्रो 99 सबको 99 सब हो कि एउटा उडी चुप्पा सबको नाम ए सबको नामै त्यही हो उडी चुप्पा झुप्पा नि झुप्पा अनि केहरू कस्तो सस्तो चिज पाइन्छ नि नेपालको जस्तै हाली हालचाल छ ए यो कस्तो के भनेर हरियाली मात्रै हो कि यो नेपालको दोस्रो पार्ट हो हो र भने होइन होला के हो नदीमा के गर्यो क्यामेरा राखेको है क्या हो
बत्ती आउँछ ओए औ त्यो त गयो त उतिर जाओस् न ए ला 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 ए ला 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 ल समुद्रमा गयो भने त गएको जाम न छैन आइज ए यो त के हो ओइ ला के हो क्यामेरा राखे कि ऐनाले बत्ती हो ए बत्ती हो यहाँ त बाटारी क्यामेरा जोडिदिने बेट लाउनु क्या जाप्ने जोन त अनि कसले कति हाँसेको छ क्या तरिका चाहिँ यो नेपाल सरकार चाहिँ कति रिस उठ्दो छ अरे किन भन्दा रिस उठ्दा किन भयो होइन के पो भनौँ बत्ती चाहिँ किन नहालेको होला के पो भनौँ कति हाँसेको छ तरकारी जापान सरकार नै भनौँ ए त्यो बाटोमा यतिकै कति सिंगल जापानी फाइनली गाइज हामी चाहिँ घर अन्त सुस्मिता म किस्ने म्यादी हामी चाहिँ घर हिँड्न लगाएको लास्ट भ्यू चाहिँ यस्तो देखिरहेको थियो यहाँ साँझ पख डेटमा आउनुपर्ने टाइप चाहिँ है काभ्रेली सम्धि के छ खबर सिन्धुली सम्धि के छ खबर ठिक छ नि यता यता छातो छ एल्लो कोस्ट के कोस्ट लास्ट सिन चाहिँ यस्तो थियो लास्ट सिन भन्दा पनि हामी चाहिँ घर फर्किने बेलाको सिन दामी छ सिपेर नबसेको